हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। धेरै दिनपछि मैले यो भिडियो स्टार्ट गरिरहेको छु अनि हेरेर साथ दिनुहोला। आज चाहिँ म घरबाट बाहिर जान लागिरहेको छु। म कहाँ जान्छु के गर्छु देख्न सक्नुहुनेछ। च्यानल एक्टिभ गर्नको लागि यसो कहिलेकाहीँ थोरै भ्लग गरिहालौँ भनेर मात्रै हो। म त्यस्तो डेली भ्लग गर्दिनँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि लाइक गरिदिनु होला। यति नै हो मैले भनेको चाहिँ। मजाले देखिएन हो, भिडियो गर्न आउँदैन हो। अझै पनि देखिएन। धेरै चटको घाम छ। अब घाममा चाहिँ लाग्नुपर्ने हुन्छ। एरियाको नजारा चाहिँ राम्रो देखिएको छ। मेरो साथी पनि आउँदै हुनुहुन्छ यहाँ। स्वागत छ टाढैबाट मेरो साथीलाई। आँखा मात्रै देखाउनु भएको छ उहाँले चाहिँ घाममा। आँखा मात्रै देखिएको छ त, आँखा पनि देख्नु भएको छ के? स्वागत छ तपाईलाई मेरो भिडियोमा। हाम्रो गाडी चढ्ने स्ट्यान्ड यता चाहिँ हाम्रो घर जाने बाटो। घर पनि आइयो घुमेर। अब चाहिँ गाई चटपटे खाने हो। हजुरहरू पनि यसरी खानु होला, आफ्नो घरमा बनाएर अर्ग्यानिक। बाहिरको भन्दा आफ्नो घरको राम्रो हुने हुन्छ जस्तो लाग्छ मलाई। बिस्कुट किन चाहियो? बिस्कुट कहाँ छ? कहाँ बिस्कुट हो? ज्वरो आएको छ अनि केक ल्याउनु हुँदैन नि त। हजुर ओके, अर्को दिन। यो ए भगवान, क्यामेरा देख्ने बित्तिकै नसक्ने भयो म त। होइन तलै पलेटी मारेर बस्दा हुन्छ। राति भएर भिडियो पनि कस्तो नराम्रो। होइन त्यो उयोसँग निकाल्ने हो, त्यो माथिकैसँग निकाल्ने हो त्यो। म पो बसेछु। टीका लगाउन के लगा? हात औँलाले, काइली औँलाले, यो औँलाले। पहिला सानुलाई, सानुको बर्थडे। ल सानुको बर्थडे। मेरो सानु निरोगी हुनु, ज्ञानी हुनु, भनेको मान्नु, राम्रो पढ्नु, ठुलो मान्छे हुनु है, हाकिम हुनु, मेरो बेबी ज्ञानी हुनु। ल ठुलो हाकिम हुनु, पढ्नु, ज्ञानी हुनु, इमानदार हुनु है, बाबाले भनेको मान्नु है। ल ल ज्ञानी हुनु, पढ्नु, राम्रो चाले, ठुलो अफसर हुनु।
फटाफट बाआमाले भनेको मान्नु, मुखभङ्गी आएर नहिँड्नु, रिसाएर नहिँड्नु। ल खाता लगाइदिने एउटा एउटा। मेरो बेबीलाई खाता लगाइदिनु पर्यो होइन? अरे अनि मेरो बेबीलाई खुसी रे। हजुर पैसा दिनु बाबा भन्न। दादा बेबी दुवैजनालाई पैसा दिनु त बाबा। वाउ ज्ञानी भएर बस्नु है अनि मात्रै पैसा पाउँछ। हाम्रो केक बिनाको बर्थडे चाहिँ यस्तै भयो अहिले, किनभने कान्छालाई ज्वरो आछ, त्यही भएर केक खान हुँदैन भनेर। फु गर्नुहुन्न। नो एकछिन न फोटो खिचेकै छैन। ए धेरै रुपियाँ दिनुभयो बाबाले। दुईटा हातले लासो भन। लासो भन। ल भयो। नाच्ने बेला गीत बजाइदिनु न। हेलो गाइज, हाम्रो यहाँ चाहिँ एकदमै पानी परेर न सानो न ठुलो एकदम मौसम बिग्रिरहेको छ, देख्न सक्नुहुन्छ। घरहरूको हालत पानी आएर यहाँसम्म। मेरो फुलहरू म चाहिँ माथि गएर मौसम देखाउने वाला छु। पानी परेर बिजोक छेउको छ, न ठुलो पर्छ न सानो पर्छ, लुगा पनि धुन पाएको छैन। पानी आउँदा पनि नहुने नआउँदा पनि नहुने। मेरो स्पाइडर प्लान्ट, यसको चाहिँ नाम आएन। यति भन्दै आजको भिडियो चाहिँ यहाँ अन्त्य गरौँ होला। बाई बाई गाइज, नेक्स्ट भिडियोको प्रतीक्षा गर्नु होला भन्दै बाई बाई।